अनि हाम्रो मनी दाजुले स्टुडेन्टहरुबाट फोन हेर्नु दिदी चाहिँ आज हेलो गाइस भन्दियो आमाको नाम भाउजूहरु चाहिँ कता जानु हुने कहाँ जाने कान्छे फुपूले चाहिँ यहाँनिर लुगा सुकाउँदै हुनुहुन्छ फुपू आज घाम मजाले लाग्यो है मर्निङ छ एभ्रीवान अनि शुभ बिहानी छ हजुरहरू सबैजनालाई भन्दै है र सर्वप्रथम हजुरहरूलाई भन्नुपर्दाखेरि आजको ब्लग सुरु गर्दै हेर्नु सक्नुहुनेछ गाइस है आजको वेदर र आज चाहिँ भने हेर्नुस् न बिहानदेखि नै घाम लागिरहेको छ भने वेदर त एकदमै क्लियर छ है आजको अनि घरबाट सुरु गर्दाखेरि चाहिँ यहाँनिर फुपूले लुगा सुकाउँदै हुनुहुँदो रहेछ फुपाको है फुपाको है आज घाम फेरि कस्तो मजाले लाग्यो है हाम्रो यहाँनिर हेर्नुहोस् न सेरु सेरु कति वर्ष पुग्यो फुपू यो कुकुर 5 वर्ष पुग्यो 5 वर्ष 6 वर्ष यस्तो छ अनि यहाँबाट चाहिँ देख्छ हेर्नुहोस् यस्तो छ है हजुर र यहाँ हेर्नुहोस् हाम्रो 29 माइलमा पनि यसरी बिजेपीको झन्डा फरफराउन थाल्यो अनि हाम्रो मनी दाजुले है ब्ल्याङ्केट सुकाउनु भएको हजुर घाम फेरि मजाले लाग्यो नि दाजु है भन्दा र आमाले चाहिँ यहाँनिर दुध लिएर आउनु भएछ कति आधी किलो कहाँ सोरेङकै है अनि यता यी बिहानै फ्रेस अनि हाम्रो यहाँनिर भान्जी यता हालिदेऊ यस्तो चाहिँ स्टुडेन्टहरुबाट फोन हेर्नु हुँदैन छोरा भनिदेऊ स्कुल गएर के गर्नु छ पढ्नु हामीले कलम काट्यो भने चाहिँ यही हाँगाहरूबाट नै फुल चाहिँ जुन चाहिँ फुलिरहेको छ यहाँनिर हेर्नुहोस् आमा छोरी हेर्नुहोस् आज दिदीलाई बिदा गरी साथै दिदी चाहिँ आज रिटर्न दिल्ली भयो भने चाहिँ भने भोट लगाउनुको लागि मात्रै आउनुभएको थियो है अनि भोट पनि लगाइसक्यो भने त्यो दिनदेखि नै है ट्रेनको टिकट काट्नको लागि है खोजिरहेको थियो भने ट्रेनको टिकट नपाएर फेरि यसपालि है आजको डेटमा है राजधानीको ट्रेनको टिकट भएको छ भने घरमा यसरी दिदीको तयारी है हुँदैछ अनि घरको सानो ब्लग लिएर हजुरहरूको माझमा आइरहेको छु भने नाइरा पनि उठेछ कान्छी हेलो गाइस भन्दियो तिम्रो नाम के हो भन्दियो यहाँनिर लु बाबाको नाम आमाको नाम आऊ लु मसँग पछाडि मर्निङ टाइमको यस्तो नै छ गाइस यो चाहिँ मेरो ब्रेकफास्ट के गरेको यो भन त दादाको चप्पल लगाएर हेर्नुहोस् न लु फेरि यता बाबाको चप्पल कान्छी के भएको
Ay, salah alu malam. Thank you. Ay, salah. Thank you भन्थ्यौ हेर्नुहोस् है दिदीको घडी लगाइदियो हुनुहुन्छ दादाले यता चाहिँ भतिजी नि ल म पनि अब भाग्यमानी हुनु भाउजूहरु चाहिँ कता जानु नि को अफिस म कान्छीला चाहिँ कान्छी घरमा ला बाबासँग बस्छ बाबासँग बस्ने है हामी मङ्कीहरू जान्छ भन न कहाँ जाने कान्छी भन न बुम जाने नाइरा टिटिट कहाँ जाने कान्छी चाहिँ कहाँ जान्छ टिस्टा है कहाँ जान्छ टिस्टा कसकोमा टिस्टा कोसँग जानु के गरेको भाइले के गरेको एक्लै खेलिरहेको छ हेर्नुहोस् न यो पेन हाल्नु त साइला चाहिँ कता रोड कान्छीलाई पुऱ्याउनु के गर्नुभएको आमा दिल्ली एक्सप्रेसको लागि ट्रेनमा खाने के बनाएको थियो चाहिँ टिका कस्तो मजाले लगाएको कसले लगाइदिएको अब त बट्टामा हाल्दैन अब दसैँमा चाहिँ पारा मिल्यो भने आउनु मेरो भाइको साथमा नजाओस् बाँडेर राख्ने भयो भयो दोकान जाउँ न लु छोडिदेऊ न बोजूलाई बोजू जानुहुन्छ आऊ आऊ आमासँग जाऊ न आऊ मसँग आउन नि बोजू जान्छ अब आमा आउन अन्त मसँग